हेलो अनि नमस्ते, यहाँहरू सबैजनालाई स्वागत छ उमाराज ब्लग्सको एउटा यो नयाँ भिडियोमा। हामी यतिखेर इन्डियाको विभिन्न ठाउँहरूमा टुर गरिरहेका छौँ र टुर गर्ने क्रममा आज चाहिँ हामी आएको छौँ दिल्लीमा रहेको ऐतिहासिक ठाउँ लाल किल्ला। सो अब लाल किल्ला हामी पहिलोचोटि आएका हौँ। हामीलाई लाल किल्लाको विषयमा खासै केही थाहा छैन, तर हामीले यहाँको स्पेसल टिकट लिएको छौँ। हामी लाल किल्लाभित्र घुम्नेछौँ र यहाँ बेलुका 7 बजेपछि लाइटिङ सोहरू पनि हुन्छ। सो आई डोन्ट नो कस्तो हुन्छ यो लाइटिङ सो, तर हामीले यो लाइटिङ सो हेर्ने निदो गरेर लाइटिङ सो सहितको टिकट लिएका छौँ। सो लाल किल्लालाई हामीले कति हाम्रो फ्रेममा क्याप्चर गर्न सक्छौँ, एउटा धेरैभन्दा धेरै क्याप्चर गर्ने कोसिस गर्नेछौँ। तर अहिलेलाई भने हामी लाल किल्लाका केही ब्युटिफुल चिजहरू र ब्युटिफुल फ्रेमहरू यहाँ समक्ष सेयर गर्न चाहन्छौँ। दिल्लीको मुटुमा अवस्थित शान र सम्मानको प्रतीक बनेको लाल किल्ला भारतको ऐतिहासिक र सांस्कृतिक धरोहर हो। यो केवल एउटा किल्ला होइन, यो एक युगको साक्षी हो। मुगल शानको वैभव, वास्तुकलाको चमत्कार र स्वतन्त्रताको सपना बोकेको स्थल हो लाल किल्ला। लाल किल्लाको डिजाइनमा मुगल वास्तुकला प्रमुख भए पनि यसमा पार्सियन, तुर्की र हिन्दुस्तानी वास्तुकलाको पनि मिश्रण पाइन्छ। लाल किल्ला केवल ऐतिहासिक सम्पत्ति होइन, यो आज पनि भारतको राष्ट्रिय गौरवको प्रतीक हो। अगस्त स्वतन्त्रता दिवसको दिन भारतका प्रधानमन्त्रीले यही लाल किल्लाबाट झण्डा फहराउँछन् र राष्ट्रलाई सम्बोधन पनि गर्छन्। सन् 1947मा भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री जवाहरलाल नेहरूले पहिलो पटक यहीँबाट झण्डा फहराएका थिए। यहाँनिर एउटा विशाल ठुलो गेट रहेको छ, तपाईँले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। सायद यो यही नै सबभन्दा ठुलो गेट होला र यहाँबाट भित्र गएपछि चाहिँ किल्लाभित्र रहेका तमाम चिजहरूलाई हामी देखाउने कोसिस गर्नेछौँ, जति हामीले भ्याउँछौँ या पाउँछौँ। लाल किल्लाको अगाडि रहेको छत्ता बजार भारतकै सबैभन्दा पुरानो र भव्य बजारहरूमध्ये एक हो। यहाँबाट तपाईँहरूले भारतीय परम्परागत लुगाफाटा, मसला, सुनचाँदीका गहना, हस्तकलाका सामग्रीहरू किन्न सक्नुहुन्छ। ठीक है, इसको वो करते हैं। इसको कितना करना है लास्ट बोलो। प्राइस हमारा फिक्स होता है। नहीं फिक्स, अरे लाइट फिक्स नहीं है, प्राइस क्या फिक्स है? बेटा टूट जाएगा, 600 का नुकसान हो जाएगा मेरा। मैले चाहिँ यो एउटा तोप लिएको छु। यो निकै आर्टिस्टिक पनि छ हेर्दाखेरि र आई डोन्ट नो अब यो प्राइस यसको मैले राम्रो दिएँ नराम्रो दिएँ मलाई थाहा छैन, तर यो चाहिँ मलाई एकदमै आर्टिस्टिक लागेर मैले यो लिने ट्राई गरेको। र तपाईँहरू पनि यहाँ लाल किल्लामा आउनुभएको छ भने चाहिँ यस्ता चिजहरू, आर्टिस्टिक चिजहरू चाहिँ लिन सक्नुहुन्छ। यो दोकानमा धेरै चिजहरू छ। सो यो दोकानबाट चाहिँ हामीले तोप लियौँ।
हरेक साँझ प्रकाश र ध्वनिको कार्यक्रम सञ्चालन हुन्छ जसले किल्लाको ऐतिहासिक यात्रा नाट्य रूपले प्रस्तुत गर्दछ। यहाँ चाहिँ फर्स्टमा वेलकम सो हुनेछ 7 मिनटको, त्यस्तै गरेर स्टेप बाई स्टेप दरबारै पछि लाइटिङ सोहरू छ र यो 1 घन्टा लामो सो हो र तपाईँहरू पनि स्पेसली लालकिल्ला आउनुभएको छ भने लाइटिङ सो नछुटाउनु होला, किन भन्दा यो धेरै राम्रो हुनेवाला छ र यो धेरै स्पेसल पनि हुनेवाला छ। कहा जाता है आज से 5000 साल पहले यहाँ से कुछ ही दूर पांडवों की राजधानी इंद्रप्रस्थ भी हुआ करती थी और इन सब के बीच एक ऐसा वक्त आया जब मुगलिया हुकूमत ने इस पर अपना परचम लहराया। सियासी वजहों के तहत शाहजहां ने अपनी पुरानी राजधानी आगरा को छोड़कर इस लाल किले की बुनियाद डाली। शहजादी साहिबा, देर हो रही है, हमें चलना चाहिए। बादशाह हुजूर दीवाने आम पहुंचते ही होंगे। हाँ हाँ, तो फिर चलो, जल्दी चलो। आज तक आप शाहजहां से सिर्फ किताबों के पन्नों में मिले होंगे। आज मैं आप सभी को यसलाई मार्क्स उनके आर्ट दरबार में शामिल होने की मार्क्स आर्ट भन्छ। दावत देता हूं। अब आप कोई और नहीं है बल्कि शाहजहानाबाद के निवासी हैं। तो चलिए चलिए, जहां पना सबके इंतजार में बेचैन हो रहे होंगे। चलिए चलिए, जल्दी चलिए। सो यतिखेर हामीले भर्खरै चाहिँ पहिलो 7 मिनटको सो हेरेको छौँ, देखाइहालेँ मैले तपाईँहरूलाई। र हामी अब सेकेन्ड स्टेपको सोमा जाँदैछौँ। यो सो टोटल 1 घन्टाको र यो चाहिँ स्टेप बाई स्टेप देखाउँदै जानेछ कि राजाले यहाँ कसरी राज गर्थे, कसरी बस्थे, रानीहरूको कहानी के थियो। ये किला आने वाले हिंदुस्तान की नई ताबीर लिखेगा। दिल्ली के लोगों, ये लाल किला मुबारक हो। सो यतिखेर हामी सेकेन्ड ठाउँको सो हेरेर अब थर्ड ठाउँमा जाँदैछौँ। बडा इन्ट्रेस्टिङ लाइटिङ छ यहाँनिर। र अब्बा हुजूर की तबीयत वक्त के साथ बिगड़ती ही जाती है भाई दारा। जैसे ही ये खबर बाहर पहुंचेगी कि बादशाह की तबीयत नासाज है, दुश्मन ताकतें सर उठाने लगेंगी। तख्त की हिफाजत के लिए जंग के मैदान में भी उतरना पड़ सकता है। मुगल साम्राज्यको पतनपछि लाल किल्ला विभिन्न शासकहरूको हातमा गयो। मराठाहरू, सिखहरू, ब्रिटिसहरू। सन् 1857 को प्रथम स्वतन्त्रता सङ्ग्रामपछि ब्रिटिसहरूले यस किल्लालाई सैन्य क्याम्पमा परिणत गरे। किल्लाहरूका धेरै महलहरू र बगैँचाहरू नष्ट गरिदिए, तर बाँकी संरचनाले अझै पनि इतिहासको गवाही दिइरहेका छन्। मैं हूं नादिर शाह अफसार। लोग कहते हैं मुझे नादिर कुली बेग, फारस की तलवार। दिल्ली को मैंने दिल से लूटा है, अब तो बस एक ही तमन्ना है, ये तख्ते ताऊस। थिएटरमा ड्रामा हेरेको जस्तो भयो। तख्ते ताऊस आज और अभी से ये तख्ते ताऊस हुआ हमारा, नादिर शाह अफसार का। है कस्तो राम्रो डान्स गरे यार, कोरियोग्राफी राम्रो क्या। जब उनले राजधानी आगराबाट दिल्ली सार्ने निर्णय गरे, उनले नयाँ राजधानी शाहजहाँबाद, आजको पुरानो दिल्ली निर्माण गरे। यस सहरको हृदयमा यमुना नदीको किनारमा उनले निर्माण गरे लाल किल्ला, जुन 10 वर्षको अवधिमा सम्पन्न भएको थियो। लाल किल्ला मुख्य गरेर रातो बालुवा ढुङ्गाबाट बनेकाले यसलाई लाल किल्ला भनिन्छ। मुगल साम्राज्यको शक्ति, समृद्धि र कलात्मकताको उत्कृष्ट प्रतीक मानिन्छ।
लाल किल्ला केवल युद्ध किल्ला होइन, यो एक कलात्मक दरबार पनि हो। यसको आन्तरिक संरचना अत्यन्तै भव्य र आकर्षक छ। किल्लाको भित्र दिवाने आम, सार्वजनिक सभाकक्ष र दिवाने खास विशेष दरबारहरू रहेका छन्। त्यस्तै गरेर मुमताज महल, रङ्ग महल, मोती मस्जिद जस्ता प्रमुख संरचनाहरू पनि रहेका छन्। दिवाने खास त्यो स्थान हो जहाँ बादशाहहरू आफ्ना नजिकका राजदूत, विद्वान र विदेशी पाहुनासँग विशेष बैठक गर्ने गर्थे। सो यो थियो हाम्रो फाइनल सो जो भर्खर हामीले हेऱ्यौँ। यो आई कान्ट एक्सप्लेन, यति ठुलो थिएटर सो मैले अहिलेसम्म कहीँ देखेको पनि थिएन। म यो थिएटर सो नै भन्छु। र एउटा भारत कसरी स्वतन्त्र भयो त्यसको पुरै कहानी लाइटले र आर्टिस्टको पर्फर्मेन्सले र कलरले प्रेजेन्ट गरेको थियो यहाँनिर। म एक्सप्लेनै गर्न सक्दिनँ, म एकदमै भावुक भएँ यो देखेर। सो तपाईँ पनि लाल किल्ला आउनुभएको छ भने प्लिज यो सो चाहिँ छुटाउँदै नछुटाउनु होला। यो सो एकदम भयङ्कर छ र यो यति ठुलो थिएटर सो मैले अहिलेसम्म देखेको पनि थिएन। र अझ अमिताभ बच्चन सरको अडियो, त्यसले चाहिँ एकदमै यो हुन्छ नि गुज बम्स निकाल्ने टाइपको अडियो र यहाँको जुन लाइटिङ छ, यहाँको सिटिङ छ, यो एकदमै भयङ्कर छ, देख्न सकिन्छ यहाँनिर होइन। जुन ठाउँमा यो घटनाहरू भयो त्यही ठाउँमा नै यो सोलाई देखाउँदाखेरि त यस्तो लाग्दो रहेछ कि यो रियल कहानीभित्र आफू छु जस्तो हुने र आफूलाई चाहिँ रियल कहानीभित्र चाहिँ छिराइदो रहेछ। सो यो सो भयङ्कर लाग्यो मलाई, एकदमै भयङ्कर लाग्यो। र तपाईँहरू पनि लाल किल्ला आउनुभयो भने चाहिँ प्लिज यो सो चाहिँ नछुटाउनु होला। लाल किल्ला केवल ढुङ्गा माटोको संरचना होइन, यो भारतको आत्मा हो। यो त्यो स्थान हो जहाँ भूतकाल बोल्छ, वर्तमान गुन्जन्छ र भविष्यको बाटो देखिन्छ। यसको हरेक इट्टा, हरेक ढोका, हरेक कक्ष इतिहासको कथा भन्छ। यदि तपाईँ फोटोग्राफी वा भिडियोग्राफी मन पराउनुहुन्छ भने लाल किल्लाको विभिन्न कोडहरू, विशाल ढोका, दरबारहरू र शिल्पकला तपाईँको क्यामेरामा
इतिहास सजिलै कैद गराउन सकिन्छ। सो आजको ब्लगलाई चाहिँ हामी यहीँ सक्न चाहन्छौँ, किन भन्दाखेरि हामी दिल्लीको अरू ठाउँहरू पनि घुम्न जाँदैछौँ। त्यसैले उमाराज ब्लग्सलाई चाहिँ हेर्दै गर्नु होला, फलो गर्नु होला, कमेन्ट सेयर जे सक्नुहुन्छ सबै गरिदिनु होला। हामीले तपाईँहरूलाई घुमाउने कोसिस गरिरहेको छौँ। नमस्कार।